Website Competition, Season 7, organized by Life Computer. यति ठुलो ठुलो व्यक्तित्वहरूले आफ्नो मनको कुरा राखेर जानुभयो। मलाई यहाँ आज सब हाम्रो यति ठुलो व्यक्तित्वको सामु एकदमै सानो महसुस भइरहेको छ। आज हाम्रो उद्घोषकज्यूले एकदमै मिठो परिचय दिनुभएको, हाम्रो यस कार्यक्रमका अतिथिहरू, हाम्रो अभिभावकहरू, मेरा सहकर्मी साथीहरू र मेरो सारा प्यारा विद्यार्थीहरू मध्य मेरो सदर नमस्कार। म रिजवान अहमदलाई हाम्रो लाइफ कम्प्युटरको सिइओ सर रमेश सर र एमडी लक्ष्मी पोखरेल म्यामले मलाई हरेक वर्ष यहाँ आएर आफ्नो छोटो कुरा भनिदिन अवसर दिनुमा म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। मैले आजसम्म भएको यो 7औं कार्यक्रमको सबै कार्यक्रममा सहभागी हुन पाएको छु। प्रथम कार्यक्रममा म आफै विद्यार्थी र त्यसपछिको आउने कार्यक्रमहरूमा मैले चाहिँ धेरै जस्तो कार्यक्रमहरूमा टिचरको भूमिका खेल्न पाएकोमा म धेरै खुसी छु। मैले अझै त्यो दिन सम्झेको छु है। हाम्रो फर्स्ट कम्पिटिसनको दिनमा हाम्रो सर सागर गुरुङ सर हुनुहुन्थ्यो। उहाँले मलाई भन्नुभएको थियो है, वेबसाइट कम्पिटिसन हुन लाग्छ, कोही जित्यो भने उसले ल्यापटप पाउँछ है भनेर भन्नुभएको थियो। मैले त्यतिखेर उहाँको विश्वास पनि गरेको थिएन। हो र ल्यापटप पाउँछ र 8 वर्ष अगाडिको कुरा है। आज त्यस्तो विश्वासै नलाग्ने ठाउँबाट हेर्नु, हामी आज यहाँ कुलमान घिसिङ जस्ता ठुलो व्यक्तित्व जसले हाम्रो घरमा 12 घण्टादेखि 15 घण्टासम्मको लोड सेडिङलाई घटाएर 0 घण्टा पुर्याइदिनु भएको छ, उहाँलाई हामीले आफ्नो मञ्चमा बोलाउन सफल हुनु भएकोमा मलाई एकदमै गर्व महसुस हुन्छ। ल लाइफ कम्प्युटरको एउटा सानो पार्ट भएकोमा मलाई एकदमै गर्व महसुस हुन्छ। मैले उहाँको लागि सानो कुरा भन्नुपर्ने थियो। हामी स्कुल पढ्दै गर्दा हाम्रो लोड सेडिङको लागि हामीले त्यो सिएफएल बल्बको बिजनेस हुन्थ्यो कि हामीले लाइट किन्नु पर्थ्यो। 20 रुपियाँको प्रतिदिन हामीले त्यो बल्बको यो तिरेर अनि पढ्नु पर्थ्यो है। अनि त्यसमाथि ठ्याक्क मेरो घरको साइडमा त्यो बिजुली बेच्ने मान्छेको जेनेरेटर थियो है। सो म त्यो जेनेरेटरमा त्यो सानो सिएफएलको मुनि बसेर पढ्ने गर्थेँ। मलाई त्यो दुर्दशाबाट बचाउनु भएकोमा मैले कुलमान घिसिङ सरलाई आफ्नो पर्सनल तर्फबाट धन्यवाद भन्न चाहन्छु। उहाँको लागि एकचोटि सबैजनाले ताली बजाइदिनु होला। र म यो लाइफ कम्प्युटर इन्स्टिट्युसनको पार्ट भएको धेरै समय भइसक्यो, करिब 8-9 वर्ष भइसक्यो है। मैले कम्प्युटर सिक्छु भनेर बाहिर निस्किँदा मैले सबै इन्स्टिट्युसन हेर्दै गर्दा मैले लाइफ कम्प्युटर चाहिँ आफूलाई मनपर्ने भेट्टाएको थिएँ। त्यतिखेर हामी 16 खुटेमा एउटा सानो कोठा थियो, 2टा कोठा थियो हामीसँग है। आज हामी बिस्तारै फैलिँदै बागबजार, ललितपुर, अरू क्षेत्रहरूमा पनि फैलेका छौँ। हाम्रो आफ्नो सफ्टवेयर कम्पनी डेभलप भइराखेको छ, लाइफ टेक नाम छ हाम्रो है। यसरी नै हामीले के उद्देश्य राखेका छौँ भन्दा, हामी हरेक क्षेत्रमा यसपालि एसई दिँदै गरेको स्टुडेन्टहरू मध्ये हाम्रो सेकेन्ड रनर अप हुनुभएको आदेश भण्डारी मेरै स्टुडेन्ट, ऊ चाहिँ कम्प्युटर पढ्नको लागि काठमाडौँसम्म आफ्नो ठाउँ छोडेर आउनु परेको है। हाम्रो उद्देश्य चाहिँ के छ भन्दा, हामीले
नेपालको हरेक क्षेत्रमा हरेक विषयमा र हरेक माध्यममा तपाईँ घरमा हुनुहुन्छ, तपाईँलाई अनलाइन पढ्न मन छ, तपाईँलाई अफलाइन पढ्न मन छ है, तपाईँसँग एउटा सानो मोबाइल छ, तपाईँसँग पुरै कम्प्युटर छ, तपाईँसँग जेसुकै भए पनि तपाईँले कम्प्युटरको ज्ञान लिन चाहनुहुन्छ भने हामी लाइफ कम्प्युटरलाई त्यो तरिकाले अगाडि बढाउँदैछौँ है। हाम्रो यो उद्देश्य छ। मेरो रमेश सरसँग कुरा हुँदै गर्दा हामीले यही सोचिराखेका हुन्छौँ, कसरी चाहिँ हामीले आफ्नो इन्स्टिट्युटले प्रोभाइड गर्ने एजुकेसनलाई सबैतिर एक्सेसिबल बनाऊँ, सबैले पाउने बनाऊँ। गाउँ गाउँमा सहरमा चाहिँ के हुनु पर्यो त, लाइफ कम्प्युटरले दिँदै गरेको शिक्षा पुग्नु पर्यो है। हाम्रो त्यो उद्देश्य छ। अहिले आफ्नो गाउँ छोडेर काठमाडौँसम्म पढ्न आउनुपर्ने व्यवस्था छ। हामीले चाहिँ के सोचेका छौँ भन्दा कसैले आफ्नो टोल समेत छोडेर हाम्रो इन्स्टिट्युसनसम्म आउन नपरोस्। हामी त्यतिको छरपष्ट हुने नेपालभरिमा हाम्रो उद्देश्य छ। बिस्तारै हामी अरू देशमा अरू ठाउँमा पनि लाइफ कम्प्युटरको नाम लिएर कम्प्युटरको शिक्षा प्रदान गर्नेछौँ है। यस्तै यही कुरा गर्दै जाँदा हामीले आजभोलि आर्टिफिसियल इन्टेलिजेन्सको धेरै कुरा छ, मेसिन लर्निङको धेरै कुरा छ, तर यो कुराहरू चाहिँ एकदमै ठुलो एकदमै भास्ट छ है। हामी डक्टरहरूले यो पढ्ने कुराहरूलाई चाहिँ भर्खरै आउँदै गरेका विद्यार्थीहरू 10 क्लास पास गरेर 8 क्लास पास गरेर आउँदै गरेको विद्यार्थीहरूलाई चाहिँ कसरी एआई को हामीले सूचना दिने, कसरी एआई पढाउने, कसरी मेसिन लर्निङ रोबोटिक्स को उनीहरूलाई हामीले कसरी ज्ञान दिने भन्नेमा पनि छलफल गर्दैछौँ है। हाम्रो इन्स्टिट्युसन त्यसरी नै अघि मैले भने जस्तै नेपालको हरेक क्षेत्र, नेपाल मात्र नभएर हाम्रो संसारको हरेक क्षेत्र, हाम्रो हरेक विषय र हरेक माध्यममा हामी फैलिन खोज्दैछौँ है। त्यो किन हामी फैलिन खोज्दैछौँ भन्दा हाम्रो कम्प्युटर चाहिँ पहिला के हुन्थ्यो भन्दा बोल्न जान्नेको पिठो नि बिग्छ, नबोल्न जान्नेको चामल नि बिग्दैन है। अहिले चाहिँ के भइसकेको छ हेर्नु, तपाईँले कम्प्युटर जान्नेको पिठो नि बिग्छ, नजान्नेको चामल नि बिग्दैन। अनि यो मैले यसै भनेको नि होइन है। तपाईँलाई थाहा होला आफ्नो रिलेटिभ्स बाबा मम्मी कसैको पनि बिजनेस छ भने ऊ ई कमर्समा छिर्न सकेका छैन भने उसले के गरेको छ, आफ्नो बिजनेस बिस्तारै लुज गर्दै गएको छ है। सो कम्प्युटर जान्नु भएको छैन भने अब तपाईँको पिठो बिग्ने छैन है त। त्यही भएर हामी चाहिँ के गर्न खोज्दैछौँ त, हरेक मान्छेलाई सानैदेखि ठुलोसम्म सबैलाई, एउटा भर्खरै 4 क्लास पढेको बच्चा र एउटा ठुलो बिजनेस गरिराखेको बिजनेसम्यानसम्मलाई हामीले के गर्न खोजेका छौँ त, कम्प्युटरको जानकारी र कम्प्युटर विषयको बारेमा ज्ञान दिन खोजिराखेका छौँ। र यस्तो ठुलो, यस्तो राम्रो र यस्तो प्रोग्रेसिभ काम गर्दै गरेको इन्स्टिट्युसनको यति धेरै समयसम्म एउटा पार्ट हुन पाउँदा मलाई चाहिँ एकदमै गर्व महसुस हुन्छ। मैले हरेक वर्ष यहाँ आएर आफ्नो सानो मन्तव्य दिन मलाई हरेक वर्ष चाहिँ यो मेरो लागि एउटा खुसीको पल हुन्छ है। मैले 3 जना विद्यार्थी जित्दै गरेको देख्छु, त्यसमध्ये एकजना विद्यार्थी म जस्तै र उहाँको प्यारेन्ट्सहरू मेरो प्यारेन्ट्स जस्तो रुँदै गरेको देख्छु है। मलाई एकदमै खुसी लाग्छ त्यो हेरेर। यति भन्दै म चाहिँ आज विजेता हुनु भएका प्रसून भट्ट मेरो र बाँकी सबै स्टुडेन्टहरूलाई कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु। कसैले वेबसाइट बुझाउनु भयो, कसैले बुझाउनु भएन, कसैले जित्नु भयो, कसैले जित्नु भएन है। तर मैले चाहिँ के भन्छु भन्दा सबभन्दा इम्पोर्टेन्ट के हुन्छ, ट्रेजेक्ट्री चाहिँ इम्पोर्टेन्ट हुन्छ के। तपाईँले अहिले के बुझ्नु भयो त, 100 जनामा 10 जनाले थाहा पाउनु भयो होला कि म चाहिँ कम्प्युटरको लागि बनेको रहेछु है, मेरो मन चाहिँ कम्प्युटरतिर रहेछ है भन्ने बुझ्नु भयो होला। 90 जनाले चाहिँ म चाहिँ कम्प्युटरको लागि होइन भनेर बुझ्नु भयो होला है। दुवै जनाले के पाउनु भयो, डिरेक्सन पाउनु भयो। त्यो एकदमै इम्पोर्टेन्ट कुरा हो है त।
अनि यो डिरेक्सन चाहिँ लाइभ कम्प्युटरले तपाईँहरूलाई दिएको र तपाईँहरूको सहभागिताले गर्दा तपाईँहरूले यो पाउनु भएकोमा तपाईँहरूलाई एकदमै कङ्ग्रेचुलेसन्स छ त्यसमा। यति भन्दै म फेरि एकचोटि कुलमान घिसिङ सरको कुरा ल्याउन खोज्छु। कुलमान घिसिङ सरको बारेमा भन्न जाँदा मलाई एक दुईजना नेताको पनि नाम थाहा छैन, पोलिटिकली इन्भल्भ भएको कोही मान्छेको मलाई नाम थाहा छैन है। मलाई उहाँको पनि नाम थाहा हुन्थेन। तर ठ्याक्क के भयो, हिजोसम्म 15 घन्टा बत्ती गइराखेको थियो, आजबाट 0 घन्टा भयो है। के भयो त? त्यसपछि चाहिँ मैले सोधेँ के भएछ भन्दा कुलमान घिसिङ सर भन्ने हुनुहुन्थ्यो, उहाँले गर्दा आजबाट बत्ती जाँदैन रे है। मैले मेरो स्टुडेन्टहरूलाई के भन्न चाहन्छु भन्दा तपाईँहरू पनि कुलमान घिसिङ सर जस्तो बन्न खोज्नु। कस्तो बन्न खोज्नु भन्दा तपाईँको काम पहिला आओस्, तपाईँको नाम त्यसपछि आओस् है। तपाईँको काम पहिला आउन सक्यो भने म जस्तो कसैलाई पनि नचिन्ने मान्छेले पनि तपाईँलाई चिन्छ है। ओके, सो द्याट इज वाट आई वुड लाइक टु विश फर अल माई स्टुडेन्ट्स। तपाईँहरूले पनि आफ्नो देश विदेशमा नाम गर्न सक्नु र लाइभ कम्प्युटरको नाम पनि आफूसँगै लानु भनेर मैले आफ्नो कुरा सबैलाई धन्यवाद भन्दै टुङ्ग्याउन चाहन्छु। धन्यवाद।